आज चाहिँ मैले मिक्सचर बिना नै टिमुरको चोप बनाएको छु। यो अचार घरमा सजिलो तरिकाले बनाउन सकिन्छ। यसको लागि सबैभन्दा सुरुमा हामीलाई लसुन, टिमुर र खुर्सानी लिन्छौँ। यो खुर्सानी चाहिँ मैले गेउमा सुब्बाबाट किनेको, पहिले नै ग्राइन्ड गरेको खुर्सानी। मसँग चाहिँ मिक्सचर छैन, त्यही भएर। र मैले लसुनलाई चाहिँ यसरी लामो पातलो पातलो गरेर काटेको छु। र अब यो टिमुरलाई चाहिँ खासमा पिस्नुपर्ने हुन्छ। यसलाई चाहिँ कसरी पिस्ने के गर्ने भनेर मलाई चाहिँ अलि दिमागमा आइरहेको छैन र मैले चाहिँ अहिले यसलाई बेल्नाले थिच्न गइरहेको छु। तर यो चाहिँ काम गरेन। त्यही भएर चाहिँ मैले यसलाई सकेसम्म चक्कीले नै मसिनो गरेर काट्ने कोसिस गरेँ, तर यो चाहिँ राम्रोसँग काटिएन। हजुरहरूसँग छ भने चाहिँ मिक्सरमै पिस्नु होला। लसुन र टिमुरलाई चाहिँ सँगै पिसेर पेस्ट बनाएको राम्रो। अब चाहिँ मैले यति खुर्सानी लिएँ र अब यसमा चाहिँ त्यो अघिको टिमुर र लसुनलाई चाहिँ हालेर मैले मिक्स गरिसकेँ। र नुन चाहिँ पिरो काट्नको लागि अलि धेरै राख्नु पर्दछ। र अब यसै गरी यसलाई मजाले मिक्स गरिसकेपछि हामी प्यान बसाल्छौँ र यसमा चाहिँ तेल राखेर मजाले यसलाई तताउँछौँ। र यसमा चाहिँ अघिको हामी लसुन र टिमुरलाई चाहिँ झान्छौँ र लसुनलाई चाहिँ एकदम रातो हुने गरेर झानेर, किनभने यसको चाहिँ बास्ना एकदम मिठो आउँछ नि त, अनि त्यही भएर यसलाई चाहिँ मजाले रातो बनाएसम्म भुट्ने र अघिको खुर्सानीको माथि राखेर त्यसलाई झानिदिने। र यसको चाहिँ स्वाद एकदमै मिठो हुन्छ, एकदमै मिठो हुन्छ। हजुरहरू पनि एकचोटि बनाएर ट्राई गर्नु होला। अनि हजुरहरूसँग छ भने सकेसम्म लसुन र टिमुरको चाहिँ पेस्ट बनाएर सुरुमा चाहिँ यो खुर्सानीसँग मिक्स गरेर अनि त्यसपछि फेरि त्यसको माथि फेरि हजुरहरूले लसुन र थोरै टिमुरले मजाले झानिदिनु होला। मैले चाहिँ अब मेरो मिक्सचर नभएर चाहिँ मैले अब यतिकै गरेको छु। यसले चाहिँ धेरै तेल सोच्ने भएकोले मैले फेरि तेल तताएर राखेँ र मिक्स गरिदिएँ। अनि हामीले चाहिँ अचार चाहिँ जहिले पनि सिसाको डब्बामा नै राख्नु पर्दछ। यो सिसा चाहिँ मैले दाइसोबाट किनेको र हल्का चिसो भएपछि यसलाई चाहिँ सिसामा प्याक गरिदिने, नत्र भने यो सिसा नै फुट्न सक्छ। मेरो त मिक्सचर बिना नै अचार रेडी भइसक्यो सिम्पल तरिकामा। अब हजुरहरूले पनि बनाउने होइन त? मलाई त एकदमै मिठो लाग्यो, एकदमै मन पर्यो है। अब हजुरहरूलाई पनि के कस्तो लाग्छ एकचोटि हजुरहरू बनाइ हेर्नु होला। मिक्सचर बिना त यति राम्रो भयो, मिक्सचर भएको भए झन् कति मिठो हुन्थ्यो होला है।